ल आज हामी चाहिँ हाम्रो डेटा चाहिँ नेटवर्कमा ट्रान्सफर हुँदाखेरि कसरी सेक्युर भएर ट्रान्सफर हुन्छ भन्ने कुरा सिक्न जाँदैछौँ होइन। सुरुमा मानौँ म www.facebook.com गएर चाहिँ मेरो युजर नम्बर पासवर्ड हाल्छु होइन। सिम्पल छ फेसबुक, त्यसमा गएर पासवर्ड हाल्छु। अब पासवर्ड हाल्दाखेरि के हुन्छ भन्दाखेरि म एउटा क्लाइन्ट भएँ, मैले पासवर्ड हालिरहेको छु र यो सर्भरमा गएर चाहिँ मेरो डेटा चाहिँ के हुन्छ भन्दाखेरि सर्भरमा भेरिफाई हुन्छ र म लगइन हुन्छु। तर यसको बिचमा धेरै प्रोसेसर हुन्छ, हामी त्यो आज बुझ्छौँ है त। के हुन्छ भन्दाखेरि सुरुमा हामीले पासवर्ड हाल्दियौँ अरे, मानौँ पासवर्ड हालिसकेपछि मैले सन्दीप भनेर पासवर्ड हालेँ र पासवर्डमा युजर नेममा सन्दीप भनेर हालेँ र पासवर्डमा सन्दीप 1 2 3 भनेर हालेँ। अब त्यो हालिसकेपछि के हुन्छ भन्दाखेरि मेरो पासवर्ड चाहिँ एउटा नेटवर्कको थ्रु चाहिँ सर्भरसम्म पुग्छ। अब ह्याकरहरूले चाहिँ के गर्न सक्छन् भन्दाखेरि त्यो नेटवर्कलाई स्क्यान गरेर बस्न सक्छन् र स्निफ गरेर बस्न सक्छन्, जसको कारणले चाहिँ तिनीहरूले चाहिँ मैले पठाएको पासवर्ड र युजर नेम तिनीहरूले इजिली एक्सेस गर्न सक्छन्। अब तिनीहरूले त्यो इजिली एक्सेस गर्न सकिसकेपछि हामीले के गर्छौँ त भन्दाखेरि ओहो तैँले त पासवर्ड पठाइछस् भनेर ह्याकरले भन्छ हाम्रो होइन। त्यसले गरेर लगइन गरिदिन्छ हाम्रो फेसबुकमा। अब के गरिन सकिन्छ भन्दाखेरि त मेरो फेसबुकमा लगइन गर्थेँ तँलाई पक भनेर चाहिँ मैले मेरो पासवर्ड र युजर नेमहरूलाई चाहिँ बिगारिदिन्छु, जम्बल्ड गरिदिन्छु। त्यसलाई भन्छ इन्क्रिप्सन। त्यो इन्क्रिप्सन गर्नको लागि चाहिँ मलाई एउटा की चाहिन्छ होइन। की भनेको चाहिँ एउटा यस्तो कुरा हो जसले चाहिँ इन्क्रिप्सनलाई युनिक बनाउँछ। मैले एउटा की जेनेरेट गर्छु ABCDEFGH भनेर, त्यो ABCDEFGH युज गरेर मैले चाहिँ मेरो पासवर्ड र युजर नेमलाई चाहिँ यताउति अङ्गभङ्ग पारेर जम्बोल्ड गरेर सर्भरमा पठाइदिन्छु। अब ह्याकरले फेरि बिचबाट हेर्छ स्निप गर्दै अनि भन्छ ओहो सेट यसले त इन्क्रिप्ट गरेर डेटा पठाएछ भन्ने हुन्छ होइन। अन्त एउटा ठिकै छ, यसले त इन्क्रिप्ट गरेर डेटा पठाएछ। अब डेटा कहाँ पुग्यो त सर्भरसम्म पुग्यो। सर्भरले पनि हेर्छ ल यो त इन्क्रिप्टेड छ सेट भनेर भन्छ। सर्भरले पनि के गर्न सक्दैन, ह्याकरले पनि के गर्न सक्दैन। अब त्यो केसमा अब सर्भरले पनि के गर्न, ह्याकरले पनि के गर्नुपर्छ भन्दाखेरि त्यो डेटा जुन कुराले हामीले बिगारेको थियौँ त्यो कीलाई पनि सर्भरसम्म पठाउनुपर्छ, ताकि त्यही की युज गरेर सर्भरले थाहा पाओस् कि यसको युजर नेम यो हो, यसको पासवर्ड यो हो। त्यही भन्छ, त्यसलाई भन्छ डिक्रिप्सन। र यो प्रोसेसलाई भन्छ सिमेट्रिक इन्क्रिप्सन। किन भन्दाखेरि जुन कुरा बिगार्नलाई युज गरेका छौँ त्यही कुरा बनाउनलाई पनि युज गरेका छौँ, त्यही भएर चाहिँ यसलाई चाहिँ सिमेट्रिक इन्क्रिप्सन भनेर भन्छ। अब की हामीले सर्भरमा पठायौँ अरे, कि सर्भरमा पठाइसकेपछि के हुन्छ त फेरि भन्दाखेरि भनेर बसिरहेको हुन्छ। को चाहिँ भन्दाखेरि ह्याकर बिचमा त्यो जुन स्निप गरेर बसिरहेको थियो होइन। त्यसले की पनि पाउँछ र इन्क्रिप्टेड टेक्स्ट पनि पाउँछ। अब त्यसले के गर्छ त, की पाएपछि सर्भरले जे गर्छ त्यसले पनि त्यही गर्न सक्छ होइन। त्यसो भए त्यहाँ पनि फन्दा भयो हामीलाई। अब गर्ने के त, ठिकै छ यस्तो गरौँ, सिमेट्रिकले काम गरेन, एसिमेट्रिक इन्क्रिप्सन गरौँ। एसिमेट्रिक भनेको चाहिँ बनाउने एउटा बिगार्ने अर्को, बिगार्ने एउटा बनाउने अर्को हुन्छ होइन। जुन कीले इन्क्रिप्सन गर्यो त्यो कीले हामीले इन्क्रिप्सन गर्न सक्दैन, डिक्रिप्ट गर्न सक्दैनौँ। त्यसलाई डिक्रिप्ट गर्नको लागि त्यसको ट्याक्कै अर्को की चाहिन्छ, जसलाई भन्छ एसिमेट्रिक की। एसिमेट्रिक भनेको छुट्टा छुट्टै उल्टा उल्टो जस्तो क्या, त्यसरी बुझौँ न। अनि अब के हुन्छ त भन्दाखेरि ल ठिकै छ भन्छ सर्भरमा। अब सर्भरको काम हुन्छ यसमा। सर्भरले के गर्छ भन्दाखेरि सर्भरले ल ठिक छ म 2टा की बनाउँछु भनेर भन्छ। सर्भरले 2टा की बनाउँछ। एउटा बनाउँछ पब्लिक की भनेर बनाउँछ। पब्लिक की भनेको त्यो जसले पनि हेर्न सकोस्, जसले पनि जेसुकै गर्न सकोस्, त्यो उसलाई मतलब छैन। अनि अर्को बनाउँछ प्राइभेट की। प्राइभेट की भनेको चाहिँ मेरो चाबी मसँगै हुन्छ होइन। प्राइभेट की र पब्लिक की बनायो। अब बनाइसकेपछि के गर्नु पऱ्यो भन्दाखेरि त्यसले चाहिँ त्यो के गर्छ, अब हामीले वेबसाइटमा गएर www.facebook.com हान्नुभन्दा अगाडि पेज लोड हुन्छ नि, त्यो लोड हुनुभन्दा अगाडि धेरै कुराहरू हुन्छ बिचमा जुन हामीलाई थाहा हुँदैन। त्यसमध्ये एउटा कुरा पनि के हो भन्दाखेरि ह्यान्डसेक भन्ने हुन्छ। ह्यान्डसेक हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मैले facebook.com हानिसकेपछि क्लाइन्टले हेलो भनेर सर्भरले मेसेज पठाउँछ। सर्भरले चाहिँ त्यो ला भनेर त्यो पब्लिक की जुन छ त्यो दिन्छ होइन। अब पब्लिक की त दियो, हामीले भनेको के छौँ, पब्लिक कीले एउटा कीले बिगारेर अर्को कीले मात्र खोल्न मिल्छ, अर्को कीले बनाएर अर्को कीले मात्र मतलब खोल्न मिल्छ। एउटाले इन्क्रिप्ट गरेपछि अर्कोले मात्र डिक्रिप्ट गर्नुपर्छ भनेर त्यो समग्र रूपमा बुझ्दाखेरि। अब हुने के भयो भन्दाखेरि पब्लिक कीहरूले पायो क्लाइन्ट माने हाम्रो ब्राउजर, जसले हामी
हाम्रो ब्राउजर, हामी भनेको हामी ब्राउजरै त हो नि, किनकि हामीले त अब दिमागबाट कनेक्ट गर्ने कुरो आएन मेटालाई, ब्राउजरबाटै गर्नु पऱ्यो भनेपछि हामीलाई नै मानौँ, अहिलेको लागि हामी नै भनौँ। यो कुरा धेरै महत्त्वपूर्ण होइन, महत्त्वपूर्ण कुरामा हो। अब भनिसकेपछि क्लाइन्टले पब्लिक की पायो, अब प्राइभेट की छ सर्भरसँग। हामीले के भनेको थियौँ, एउटा कीले बिगाऱ्यो भनेदेखि अर्को कीले मात्र बनाउनु मिल्छ भनेर। अब यो कीले हामीले बिगारिदियौँ, मानौँ हामीले यो कीले बिगारिदियौँ, इन्क्रिप्ट गरिदियौँ हाम्रो डेटालाई। इन्क्रिप्सन हामीले बुझिसक्यौँ होइन सबैजनाले, हाम्रो डेटालाई चाहिँ हामीले इन्क्रिप्ट गरिदियौँ त्यो कीले। अब त्यो कीले इन्क्रिप्ट गरिदिइसकेपछि के हुन्छ भन्दाखेरि त्यो की चाहिँ अब त्यो इन्क्रिप्ट गरेको डेटा र की चाहिँ हामीले नेटवर्कको थ्रुबाट पठाउँछौँ। अब फेरि ह्याकर आउँछ बिचमा अनि हेर्छ, फेरि स्निफ गर्छ अनि हेर्छ, बिगारेर पठाएछ, पब्लिक की पाउँछ, त्यसले डेटा पनि पाउँछ। पब्लिक कीले डिक्रिप्ट गर्न खोज्छ, हुँदैन। किनकि त्यसलाई त प्राइभेट कीले मात्र डिक्रिप्ट गर्न सक्छ होइन। भनेपछि ह्याकरको काम हेर्दै सक्यो। अब सर्भरमा जान्छ, सर्भरले प्राइभेट कीले डिक्रिप्ट गर्छ र हामी लगइन हुन सक्छौँ। तर ह्याकर एकदम चलाक बाठो, उसले जुक्ति लगाउँछ। के जुक्ति लगाउँछ भन्दाखेरि त मलाई यस्तो गर्ने पक भनेर ठ्याक्कै एउटा फेसबुक जस्तै वेबसाइट बनाउँछ होइन। ट्याक्राक्कै एउटा फेसबुक जस्तै वेबसाइट बनाइसकेपछि त्यसले के गर्छ भन्दाखेरि त्यसले पनि आफ्नो सर्भर, त्यसको पनि आफ्नो सर्भर हुने भयो। अब आफ्नो सर्भरमा पब्लिक की पनि बनाउँछ र प्राइभेट की पनि बनाउँछ, बनायो पब्लिक की पनि बनायो, प्राइभेट की पनि बनायो। अब त्यसले हामीलाई चाहिँ हाम्रो नेटवर्कलाई ट्विक गरेर हामी www.facebook.com मा गएको बेलामा उसले उसको www.facebook.com भन्ने वेबसाइटमा त्यसले रिडाइरेक्ट गराइदियो अरे, मानौँ facebook.net भनेर रिडाइरेक्ट गराइदियो अरे। हामीलाई त लाग्छ ओ माई गड उस्तै वेबसाइट छ यार भनेर होइन। हामी के गर्छौँ, जान्छौँ, पासवर्ड हाल्छौँ, टक्क त्यो युजर नेम हाल्छौँ, पठाइदिन्छौँ। यसमा पनि पब्लिक की छँदैछ, प्राइभेट की छँदैछ, क्लाइन्टको ह्याकरकोबाट डेटा गइसक्यो, ह्याकरले आफ्नो प्राइभेट कीले त्यसलाई डिक्रिप्ट गरिहाल्छ। तँ यस्तो गर्ने तँलाई पख भनेर भन्छ हामीले। अनि त्यसपछि के गर्छौँ भन्दाखेरि हामी भन्छौँ तँ यस्तो गर्ने, ल तँ मेरो डोमेनको जुन म facebook.com मा गइरहेको छु त्यो मेरो हो भनेर मलाई अब प्रुभ गर्नु पऱ्यो नि त होइन। यो मेरै वेबसाइट हो भनेर प्रुभ गर्नु पऱ्यो। अब त्यो ह्याकरको वेबसाइट पनि हाम्रो जस्तै छ र हाम्रो वेबसाइट पनि ह्याकरको जस्तै छ। अब ह्याकरले अब हामीले चाहिँ कसरी भन्ने कि टोक्ने यार, यो एउटा कुरो नोटिस गरेँ, यो तारमा सन्दीप भनेर लेखेर यार कुलरको तारमा, ल ठिकै छ होइन। अब कुरा कहाँ भन्दाखेरि सर्टिफिकेट होइन के हो। अब हामीले चाहिँ भनौँ म त्यही ब्याङ्कै हो भन्ने मसँग के प्रुफ छ त होइन। म फेसबुकै हो भन्ने मसँग के प्रुफ छ त, मसँग के छ त प्रुफ। म पनि फेसबुक हुन पाएँ, त्यो ह्याकर पनि फेसबुक हुन पायो, किनकि त्यसले पनि मेरो जस्तै फेसबुक पेज होस्ट गरेर बसेको छ। त्यसमा नि के छ, पब्लिक की छ, त्यसमा नि प्राइभेट की छ, मसँग पब्लिक की छ, मसँग प्राइभेट की छ, त्योसँग नि त्यही पेज छ, मसँग त्यही पेज छ। मसँग के प्रुफ छ त मै हो भन्ने। त्यसको लागि चाहिँ मैले के गर्छु भन्दाखेरि सुरुमा मै हो भनेर चाहिँ मेरो एउटा सर्टिफिकेट बनाउँछु। मै नै फेसबुकको सर्टिफिकेट बनाउँछु कि होइन। म नै हो भनेर मैले सर्टिफिकेट बनाउँछु। अब म नै हो भनेर मैले सर्टिफिकेट बनाएपछि अब ह्याकरले पनि म नै हो भनेर मेरो सर्टिफिकेट बनाउनु पायो। त्यसले पनि म फेसबुक हो, मेरो हेडक्वार्टर यहाँ हो, मेरो डोमेन नेम यो हो त्यो हो भनेर बनाउनु पायो। अब त बनाइसकेपछि अब त्यसले सर्टिफिकेट बनाइसकेपछि के हुन्छ भन्दाखेरि क्लाइन्टले रिक्वेस्ट गर्छ। क्लाइन्टले रिक्वेस्ट गरिसकेपछि त्यो सर्टिफिकेटमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो पब्लिक की पनि हुन्छ है, पब्लिक की पनि हुन्छ। र त्यो सर्टिफिकेटमा चाहिँ हामीले पब्लिक की राखेर ब्राउजरलाई दिन्छौँ र मैले मेरो फेसबुकबाट पनि त्यो ब्राउजरलाई सर्टिफिकेटै जानियो। त्यसले पनि भनिरहेको छ मै हुँ भनेर, मैले पनि भनिरहेको छु मै हुँ भनेर। एउटा को चाहियो त, ल त भन्नु त को हो भन्ने मान्छे चाहिँ चाहियो नि एउटा होइन, को हो भन्ने मान्छे चाहियो नि त। अब त्यसले पनि म भनिरहेको छ, म फेसबुक भनिरहेको, अब मैले पनि म फेसबुक भनिरहेको। अब म रियल फेसबुक हो भनेर मैले एउटा सर्टिफिकेट बनाएको छु र त्यसले पनि आफ्नो सर्टिफिकेट बनाएको छ मै रियल हो भनेर। तर त्यसलाई भ्यालिडिटी गर्ने त्यसलाई अथोराइज चाहिँ कसले दिने त, तँ चाहिँ रियल हो, तँ चाहिँ रियल हो क्या भनेर होइन। कसरी आइडेन्टिफाई गर्ने
भन्दाखेरि त्यो सर्टिफिकेटमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा साइन गर्नुपर्छ नि त। सर्टिफिकेटमा तपाईँको डिसिप्लिन सर्टिफिकेटमा यो डिसिप्लिन छ है भनेर स्कुलमा साइन गरे होला नि त कसैले। त्यसै गरी कसैले त्यो यो फेसबुक नै हो है भनेर साइन गर्नुपर्छ। अब मान्नुहोस् सर्टिफिकेट साइन गर्नको लागि चाहिँ सर्टिफिकेट अथोरिटीहरू हुन्छ होइन। सर्टिफिकेट अथोरिटीको काम चाहिँ के हो भन्दाखेरि भ्यालिडेट गर्ने हो कि कुन चाहिँ मान्छे रियल हो, कुन चाहिँ रिसोर्स, कुन चाहिँ भनौँ न डोमेन रियल हो भनेर। अब मेरो म फेसबुक हो भनेदेखि मैले के गर्छु भन्दाखेरि ल मलाई एउटा सर्टिफिकेट चाहियो म फेसबुक हो भनेर होइन। ल तपाईँ चाहिँ के गर्नु भन्दाखेरि यो मेरो पब्लिक के हो होइन, जुन चाहिँ म क्लाइन्टलाई पठाउन चाहन्छु। अन्त त्यसपछि यो चाहिँ मेरो डिटेल्स हो, यो मेरो वेबसाइट हो, यो मेरो यो मेरो अरू वेबसाइटहरू पनि छन् यहाँनिर, एकचोटि हेर्नुहोस्, यो चाहिँ यति दिनमा मेरो सर्टिफिकेट एक्सपायर हुनु पऱ्यो भनेर चाहिँ मैले चाहिँ एउटा सर्टिफिकेट साइनिङ रिक्वेस्ट गर्छु। मेरो सर्टिफिकेट साइन गरिदिनु भनेर एउटा सर्टिफिकेट बनाएर CSR बनाएर सर्टिफिकेट साइनिङ रिक्वेस्ट बनाएर त्यो पब्लिक कीबाट सर्टिफिकेट साइनिङ रिक्वेस्टको लागि म त्यो नाम चल्दो बल्दो जस्तै डिजी सर्ट होइन, अरू के हुन्छ एउटा के थियो नि डिजी सर्ट मान्ने बिर्सेँ मैले, अहिले धेरै छन्। अनि डिजी सर्टलाई मैले भने मेरो सर्टिफिकेट साइन गर्दै भनेर डिजी सर्टले मेरो सबै कुरा चेक गर्छ, म फेसबुक हो कि होइन, त्यो फेसबुकको डोमेनको ओनरसिप मसँग छ कि छैन। अनि त्यसपछि म जे होस् त्यसले चाहिँ म भ्यालिड मान्छे हो कि होइन, म एक्चुअली मैले जो भनिरहेको छु त्यो मान्छे हो कि होइन त्यसले चेक गर्छ होइन। अनि त्यसले चेक गरेपछि चाहिँ ल यो चाहिँ भ्यालिड मान्छे हो भनेर चाहिँ त्यसले चाहिँ हाम्रो सर्टिफिकेट साइन गरिदिन्छ। त्यसले सर्टिफिकेट साइन केले गर्छ भन्दा त्योसँग नि एउटा आफ्नै पब्लिक र प्राइभेट की हुन्छ है, अहिले विचार गर्छु बुझिरहनु। त्योसँग नि आफ्नै एउटा पब्लिक र प्राइभेट की हुन्छ, त्यसले चाहिँ आफ्नो प्राइभेट की युज गरेर हाम्रो सर्टिफिकेट साइन गरिदिन्छ र हामीलाई एउटा सर्टिफिकेट फाइल पठाइदिन्छ। अब त्यो सर्टिफिकेट फाइलमा के छ भन्दाखेरि सिग्नेचर छ सर्टिफिकेट अथोरिटीको, जसले भनिरहेको छ कि म नै रियल फेसबुक हो भनेर। हाम्रो पब्लिक की छ, अनि धेरै कुराहरू डिटेल्स छ। मेरो डिटेल्स मेरो डोमेनको नाम बारेमा छ, मेरो डोमेनको अल्टरनेटिभ नेमहरू छ, सबै कुराहरू छ त्यसमा। अब जब क्लाइन्टले हेलो भन्छ मैले के गर्छु भन्दा त्यो सर्टिफिकेट क्लाइन्टलाई पठाइदिन्छु होइन। तपाईँको दिमागमा क्वेसन आएको होला, ह्याकरले पनि त सेम यही कुरा गर्न सक्छ, सर्टिफिकेट बनाउन सक्छ आफ्नो फेसबुक हो भनेर, अभियसली सक्छ। तर के हुन्छ भन्दाखेरि सर्टिफिकेट अथोरिटीले तपाईँले जुन कुरा भनिरहनु भएको छ कि तपाईँ एक्चुअल फेसबुक हो कि होइन, तपाईँसँग त्यो डोमेनको ओनरसिप छ कि छैन भनेर पहिला सुरु चेक गर्छ। हो www.facebook.com भनेर मैले डोमेन नेम रजिस्टर गरेको छु, त्यसले त्यो भेरिफाई गर्छ कि एक्चुअली मसँग छ कि छैन भनेर, सबै कुराहरू भेरिफाई गर्छ। र त्यो भेरिफाई गरिसकेपछि अब इफ ह्याकरले पनि www.facebook.com भन्ने मसँग छ भनेर भन्यो भने त्योसँग छैन, त्यो भेरिफिकेसनमा फेल हुन्छ र त्यसको सर्टिफिकेट के हुन्छ, रिजेक्ट हुन्छ। सर्टिफिकेट रिजेक्ट भइसकेपछि त्यसले सर्टिफिकेटै क्रिएट गर्न पाएन अब होइन। सर्टिफिकेट क्रिएट गर्न पाएपछि अब पब्लिक की कहाँ पठाउँछ के गर्छ त्यो गर्नै पाएन। अब सर्टिफिकेट ब्राउजरमा पठाएपछि हामीले भनेको थियो नि सर्टिफिकेट अथोरिटीले पनि प्राइभेट कीले साइन गरेको हुन्छ। ब्राउजरहरूमा चाहिँ इनबिल्ट पब्लिक कीहरू चाहिँ सबै सर्टिफिकेट अथोरिटीहरूको चाहिँ प्रोभाइडेड हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि सर्टिफिकेट त आयो मसँग, तर सर्टिफिकेट चाहिँ मानौँ न डिजी सर्ट पनि छ होइन, डिजी सर्टको पनि किन प्राइभेट पब्लिक किन, डिजी सर्टलाई पनि त कसैले भन्न सक्छ नि म डिजी सर्ट हो भनेर, त्यो डिजी सर्ट पनि प्राइभेट पब्लिक की छ क्या। त्यो पब्लिक की चाहिँ ब्राउजर डिजी सर्टको एक्चुअल पब्लिक की चाहिँ ब्राउजरमा स्टोर गरेर बसेको हुन्छ, हो त्यसलाई चेक गर्ने हो, त्यो नै मेन हो हाम्रो। अब त्यो आइसकेपछि के हुन्छ भन्दा सर्टिफिकेट, त्यो सर्टिफिकेटलाई कसले साइन गरेको छ भन्छ एक्चुअल डिजी सर्टले साइन गरेको छ हो कि होइन भनेर भेरिफाई कसले गर्नु पऱ्यो त, अलरेडी स्टोर भएर बसेको त्यो पब्लिक कीले भेरिफाई गर्नु पऱ्यो र त्यसले भेरिफाई गर्छ हो यसले साइन गरे हो कि होइन भनेर। हो त्यो हो रहेछ भनेदेखि त्यो सर्टिफिकेट भ्यालिड छ, त्यो सर्टिफिकेटले जे भनिरहेको छ त्यो एक्चुअलमा ट्रु हो होइन। यसले चाहिँ अब के गर्छ भन्दाखेरि एउटा सेसन की भनेर बनाउँछ ब्राउजरले।
सेसन की भनेर पाउँछ ब्राउजरले। सेसन कीलाई केले इन्क्रिप्ट गर्छ त भन्दाखेरि जुन सर्टिफिकेटसँग आएको पब्लिक की थियो त्यसले इन्क्रिप्ट गरेर के गर्छ सर्भरलाई पठाइदिन्छ त्यो सेसन की। अब त्यो सेसनभरि जति पनि कुराकानी हुन्छ त्यो सेसन कीले इन्क्रिप्ट गर्दै पठाउँछ र यतापट्टि त्यो जुन सेसन की छ त्यसले डिक्रिप्ट गर्छ। ह्याकरले केही अत्तो पाउँदैन किनकि जुन पब्लिक कीले साइन गरे हो त्यसले प्राइभेट कीले मात्र त्यसलाई इन्क्रिप्ट गरेर त्यसले मात्र त्यसलाई डिक्रिप्ट गर्न पाउँछ। म आफै कन्फ्युज छु अलिअलि केमा भन्दाखेरि केही न केही किनकि मलाई डिटेलमा थाहा छ। र TLS 1.3 भन्दा अगाडि चाहिँ के हुन्थ्यो भन्दाखेरि जुन पब्लिक की थियो त्यही पब्लिक कीले नै हामी इन्फर्मेसन चाहिँ डिक्रिप्ट गरेर यतापट्टि ल्याएर इन्क्रिप्ट गरेर यतापट्टि ल्याएर डिक्रिप्ट गर्थ्यौँ। तर 1.3 प्लस TLS 1.3 प्लसमा चाहिँ के छ भन्दाखेरि will not be using all the sorts will not be using that fucking public key to encrypt the data. The browser will be generating the session key. That session key would be encrypted using the public key, which will be shared with the server, and that key now will be used to encrypt and decrypt the fucking data. Okay, so that is how it works basically in high level. So there are other things like root certificates authority भन्ने हुन्छ हैन, intermediate certificate authority भन्ने हुन्छ, सर्भर सर्टिफिकेट भन्ने हुन्छ। सर्भर सर्टिफिकेटलाई साइन गरेर हुन्छ रुट इन्टरमिडिएट सर्टिफिकेटले र इन्टरमिडिएट सर्टिफिकेटलाई साइन गरेर हुन्छ रुट सर्टिफिकेटले। जुन हाम्रो ब्राउजर मिस्टर भएर बसेको हुन्छ त्यसलाई त्यो नै हो एक्चुअल रुट सर्टिफिकेट, त्यो नै हो एक्चुअल कर्ता धर्ता भनेको। त्यसले नै गर्दाखेरि हुन्छ भ्यालिडेसन, नत्र हुँदैन। थ्याङ्क यू।